Hello everyone, good evening. I'm Mr. Rajuman Rumba. सम्पूर्ण दर्शक महानुभावहरूलाई मेरो यो नयाँ युट्युब च्यानल भन्ने कि पुरानो युट्युब च्यानल भन्ने यो राजुमान रुम्बाको युट्युब च्यानलमा चाहिँ स्वागत गर्न चाहन्छु। पक्कै पनि देश तथा विदेशको विभिन्न कुनामा रहेर हेरिरहनु हुने सम्पूर्ण दर्शक महानुभावहरू तपाईहरू यतिखेर सन्चै हुनुहुन्छ होला, आराम कुशल नै हुनुहुन्छ होला भन्ने मैले अपेक्षा र कामना गर्दछु। र यो च्यानल चाहिँ मैले धेरै वर्ष अगाडि खोलेको थिएँ, तर पूर्ण रूपमा सञ्चालनमा चाहिँ ल्याइएको थिएन। एक दुईटा भिडियो त मैले अपलोड गरेको थिएँ, तर मेरो व्यक्तिगत भिडियोहरू चाहिँ मैले अपलोड गरेको थिएन। अबदेखि चाहिँ मेरा जीवनका हरेक कुराहरू भनौँ न ब्लगिङ टाइप्सका भिडियोहरू चाहिँ मैले यही च्यानल मार्फत अपलोड गर्नेछु। अनि विशेष गरेर मनोरञ्जनात्मक भिडियोहरू, सन्देशमूलक भिडियोहरू चाहिँ मैले यही च्यानल मार्फत चाहिँ अपलोड गर्नेछु। र मेरो अर्को युट्युब च्यानल पनि रहेको छ। कतिपय दर्शक वृन्दहरूलाई थाहा नहुन सक्छ, परिवेश नेटवर्क भन्ने मैले युट्युब च्यानल चलाइरहेको छु। र उक्त च्यानलमा चाहिँ मैले ब्लगिङ टाइप्सका भिडियोहरू अपलोड गरिएको छैन। र उक्त च्यानल चाहिँ मैले विशेष गरेर समाचारहरू प्रसारण गर्नका लागि र डकुमेन्ट्री भिडियोहरू र स्टोरी टेलिङका भिडियोहरू चाहिँ मैले उक्त च्यानलमा चाहिँ अपलोड गर्दै आइरहेको छु, प्रसारण गर्दै आइरहेको छु भने अब यस च्यानल मार्फत चाहिँ तपाईहरुको माझमा मैले मेरा ब्लगिङ टाइप्सका भिडियोहरू हैन, दैनिकी जीवनमा भएका घटनाहरूलाई चाहिँ मैले यही च्यानल मार्फत प्रसारण गर्ने प्रण गर्दछु। र विशेष गरेर यो च्यानल भनेको चाहिँ मनोरञ्जनात्मक भिडियो अनि के भन्छ दैनिक ब्लगिङ भनौँ न, ब्लगिङ भन्छन् के अरे हैन, ब्लगिङ टाइप्सका, त्यसैगरी यात्रामा भएका दृश्यहरूलाई चाहिँ तपाईहरुको माझमा यही च्यानल मार्फत प्रसारण गर्नेछु भन्न चाहन्छु। पक्कै पनि आदरणीय दर्शक महानुभावहरू, तपाईहरु त पक्कै पनि सन्चै हुनुहुन्छ होला भन्न चाहन्छु र सधैँभरि स्वस्थ रहनु होला, व्यस्त रहनु होला भन्न चाहन्छु। आज विशेष गरेर नेपालको पहिलो आधुनिक सुरुङ मार्ग सिस्ने खोला, नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको दिन मैले यो भिडियो बनाउँदैछु। लगभग 2.5 किलोमिटरको उक्त सुरुङ मार्ग भौतिक मन्त्री द्वारा चाहिँ उद्घाटन गरिएको छ। र यसको उपलक्ष्यमा हामी सम्पूर्ण दर्शक महानुभावहरू र हामी सम्पूर्ण नेपाली लाई चाहिँ हार्दिक बधाई भन्न चाहन्छु। र त्यो त भयो, अब राष्ट्रिय समाचार भनौँ कि के भनौँ हैन, यो राष्ट्रिय समाचार हो। अब मेरो व्यक्तिगत समाचार चाहिँ के हो भने मैले जिन्दगीमा यस्तो चस्मा कहिले पनि लाउन नपरोस् भन्ठानेको थिएँ, तर आज लगाउन परेको छ। किनभने मेरो आँखामा चाहिँ मोतियाबिन्दुको समस्या देखियो। जाँच गर्दाखेरि चाहिँ, टेस्ट गर्दाखेरि डाक्टर साहबले चाहिँ तपाईको आँखामा मोतियाबिन्दुको लक्षण देखिएको छ, त्यसको लागि चाहिँ अपरेसन गरेर मात्रै उपचार सम्भव छ। तर अहिले तपाईको उमेर पुगेको छैन, यसले झन् जोखिम बढाउँछ। यस्तो सानो उमेरमा मोतियाबिन्दुको समस्या देखिनु भनेको यो सानो विषय होइन भन्नुभयो। त्यसैले अहिलेको लागि चाहिँ यो अपरेसन चाहिँ नगर्ने भनेर मैले निदो गरेँ र उहाँहरूको सुझाव अनुसार पनि अहिले अपरेसन गर्न जरुरी छैन भन्ने जानकारी पाइसकेपछि अहिलेको लागि चाहिँ यो थप समस्या उत्पन्न नहोस् भन्नको लागि चाहिँ चस्मा लगाउनु पर्ने बाध्यता सिर्जना भएको छ। खैर केही छैन, यसले चाहिँ सनब्लकहरू गर्ने रहेछ, त्यसैले चस्मा लगाउनु परिरहेको छ। र चस्मा लगाउँदाखेरि अप्ठ्यारो फिलिङ्स हुँदो रहेछ। खै केही छैन।
ठिक छ, यो चाहिँ मेरो व्यक्तिगत समाचार भन्न चाहन्छु। अनि तपाईँहरूको समाचार कस्तो छ सुनाउनु होला, कमेन्टमा बताउनु होला र सधैँभरि माया गरिराख्नु होला भन्न चाहन्छु। यसै च्यानल मार्फत अब मेरा भिडियोहरू आउनेछ, व्यक्तिगत भिडियोहरू। र पछिल्लो समय भनौँ न धेरै भइसक्यो मैले त स्टेज कार्यक्रमहरू पनि गर्दिनँ। म कुनै पनि कार्यक्रमहरूमा आबद्ध भएको छैन अहिले, किनभने त्यतातिर चाहिँ अहिले म त्यति व्यस्त हुन सकिरहेको छैन। बिकज म चाहिँ अहिले पढिरहेको छु भनौँ न, विशेष गरेर हल्का अध्ययनमै व्यस्त छु, त्यसैले मैले त्यतातिर फोकस गरिरहेको छैन। हुन्छ, धन्यवाद, थ्याङ्क यू सो मच। र नयाँ हुनुहुन्छ पक्कै पनि सम्पूर्ण दर्शक महानुभावहरू मेरो यस च्यानललाई चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने त्यो भन्नै पर्दैन। फेरि सब्सक्राइब गर्नुहोस् गर्नुहोस् भन्दाखेरि फेरि युट्युबले चाहिँ एल्गोरिदमले चाहिँ हाम्रो ग्रो गर्दैन। युट्युबको भिडियो भन्ने पनि छ, एल्गोरिदमले ग्रो गर्दैन। फेरि यस्तो गर्नै पर्छ, तपाईँले हेर्नै पर्छ भन्ने पनि छैन, भिडियो सब्सक्राइब गर्नै पर्छ भन्ने पनि छैन। त्यसैले तपाईँको इच्छा चाहना त्यही हो। दर्शक महानुभावहरू, तपाईँहरू स्वस्थ रहनुहोला, सधैँभरि व्यस्त रहनुहोला। जिन्दगीमा सबैभन्दा जिन्दगीमा सन्तुष्टि नै ठुलो कुरा हो। तपाईँसँग सुनको सिरानी लगाएर सुत्नुहुन्छ भने, त्यस्तो वातावरण छ भने, तर त्यो सुनको सिरानी लगाएर सुत्दा पनि तपाईँलाई निद्रा आउँदैन भने त्यो वास्तविक जिन्दगी होइन। खरको छानोभित्र पनि कोदाको मानो खाएर तपाईँ निदाउनु नै तपाईँको वास्तविक जिन्दगी हो। त्यसैले तपाईँ जिन्दगीमा स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला। त्योभन्दा ठुलो कुरा त सन्तुष्टि हुनुहोला भन्न चाहन्छु। जिन्दगीमा सन्तुष्टिभन्दा ठुलो केही होइन। त्यसैले मित्रहरू, जिन्दगीमा फेरि मैले के भने, सन्तुष्टि। जिन्दगीमा सबभन्दा ठुलो कुरा के हो भन्छन्? धन हो कि मन ठुलो भन्छन्। तर योभन्दा पनि ठुलो कुरा अर्को छ, त्यो हो तन। तपाईँको तनै भएन भनेदेखि, तन भनेको हाम्रो शरीर, त्यो शरीर नै भएन भनेदेखि तपाईँको मन हुँदैन, र मन नभएपछि धन कहाँ हुन्छ र झन्। त्यसैले आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला, स्वास्थ्यको पनि ख्याल राख्नु होला भन्दै तपाईँको हरेक पल शुभ रहोस्। र आज मैले बेलुका भिडियो अपलोड गरिरहेको छु। अनि तपाईँको आजको रात, आजको यो रात्रिकालीन के भन्छन् नि, जिन्दगीमा चाहिँ एकदमै सन्तुष्टसँग निदाउनु होला भन्दै अहिलेको लागि बिदा हुन चाहन्छु। राम्रोसँग ढोकाका चुकुलहरू लगाउनु होला। यदि ग्यासको रेगुलेटर बन्द गर्नुभएको छैन भने बन्द गर्नु होला भन्न चाहन्छु। र सिरानको छेउमा मिनी वाटरको पानी अर्थात् अम्खोरामा पानी राख्नु होला, ताकि निदाउने बेलामा, जुरुक्क उठ्ने बेलामा भोलि बिहान कलकल पानी खानु होला, फेरि नयाँ दिनको सुरुवात गर्नु होला भन्दै म राजुमान रुम्बा पनि आजको लागि यति नै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार, नमस्कार, थ्याङ्क यू।